Hello guys, welcome to my vlog and Ohio gozaimasu. Ohio gozaimasu. शुभ बिहानी है शुभ बिहानी सबैको दिनको सुरुवात चाहिँ शुभबाटै सुरु होस् शुभ रहोस् आजको दिन होइन आज जापानमा चाहिँ बिहानदेखि जुत्तो पानी परिरहेको छ पानी परेको दिन चाहिँ यस्तो गिद्दी हुन्छ होइन ट्रेन पनि लेट आउँछ त्यहाँ आफ्नो टाइम ठ्याक्क यतिमा चाहिँ पुग्छु भनेर हुन्छ त्यो टाइममा पुगिन्न कि त्यो आज चाहिँ अलिक अरू टाइमभन्दा आज त छिटो हिँड्दैछु अब हेरौँ के हुन्छ कति मिनट डिले हुन्छ ट्रेन होइन त्यहाँ आउँदाखेरि 2-3 मिनट ढिला भयो भने पनि क्लासमा सिउसेकी घटिहाल्छ पर्सेन्ट घटाइदिन्छ होइन त्यही हो सर गयो होइन आज चाहिँ पानी परेको भएर कम्बिनी जानै पऱ्यो नि खानु परेन जान अब भोकाइरह कम्बिनी गएर नखाइ त अब जान सकिन्न बस्न सकिन्न फेरि क्लासमा फास्ट भोक लाग्छ पानी र खान चाहिँ हाल्नै पर्छ त्यहाँ अनि त्यस पछाडि सुरुवात हुन्छ होइन त मस्त दामी हुन्छ होइन सो त्यही गाइज होइन अब आज चाहिँ खासै अब के हुन्छ आजको दिन अनप्रिडिक्टेबल आज प्लान धेरै कुराको छ तर के हुन्छ थाहा हुँदैन होइन सोच्दैछौँ आमेले के गर्छ यो हामी जुत्तो फुत्तैहरू पानी जुत्तो परिरहेको होइन सायद आज 2 बजीसम्म पर्छ होला पानी रोक्यो भने चाहिँ आज यसो केटाहरूसँग गइन्छ होला बल खेलिन्छ होला बल खेल्दा पनि धेरै भयो होइन कस्तो हुन्छ होइन हल्का यसो रमाइलो गरिन्छ होला सो त्यही हो हेर्दै गर्नु होला होइन लाइक सब्सक्राइब कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला सो एज यु क्यान सी होइन आज नै पानी केरा किनेर आइसक्यो अब चाहिँ टक्क खायो भन्दा पनि खाँदै जाने हो खाँदै जानुपर्छ ढिला भइसक्यो बेला नभएर दौडी हाल्नुपर्छ सो त्यही हो दिनको सुरुवात त्यसै गरी हुने होइन सो त्यही हो होइन अनि फर्स्ट दिन भिडियोमा नि उयो थियो मसँग होइन सेकेन्ड दिन भएन अघि पछि भयो हिँड्दाखेरि आज थर्ड डे आज पनि सँगै छ पानी परेको भएर नभए आज पनि कुद्दै गइसक्थ्यो म बिस्तारै जान्थेँ पानी पऱ्यो भने चाहिँ आज त्यही सँगै भइहाल्छ होइन सँगै गएको जान्थ्यौँ कस्तो लागिरहेको एकदम दामी लागेको छ चिसो मौसममा केरा खानु भयो मजा आइगयो दिनको सुरुवात चाहिँ केराबाट हो एउटा खाएपछि त सल्लाह भयो नि फेरि 1-2 घन्टा खानु पर्ने थियो जापानको स्टुडेन्ट लाइफ कस्तो लागिरहेको जापान आएको 1 वर्ष भयो ए यस्तै हो गाह्रै छ भन्नु पर्ला अन्त्यमा आएर गाह्रै छ हो गाह्रै छ सोचेको भन्दा धेरै गाह्रो छ है त्यही एक्सपेक्टेसन धेरै भयो भने चाहिँ अलिकति गाह्रै हुन्छ होइन धेरै नराखे आएको बेला चाहिँ ठिकै छ म चाहिँ फेरि एक्सपेक्टेसन राखेर पनि अलिकति अब साइजको पाराले आएको भएर मलाई औडै रहेर मेरो एक्सपेक्टेसन पनि त्यस्तो हाई चाहिँ थिएन फरकै थियो त्यही भएर म चाहिँ अझै पनि यहाँ एडजस्ट हुन गाह्रो भएर मलाई 1 वर्ष भइसक्यो होइन त्यो त यो पानी के परिरहेको छ अब योभन्दा बढी त भिडियो बनाउँदिनँ मैले होइन अब मोबाइल भिडियो तर मोबाइल त के भन्नु होला खासै वाटरप्रुफ होला ल भेड चाहिँ खत्रै छ है आज नि त्यो साइडमा त खत्रै भेड होइन त्यो पारीको साइडमा छैन साइड 2मा चाहिँ होइन 1मा चाहिँ दामी भिडियो दामी भेड छ ट्रेन पनि आउँदैछ अब गाइज होइन हामी ट्रेनबाट निस्क्यो अनि सुरुमा जापान आउँदा नि हामी 2जना यही स्टेसनबाट हराएको भन्दा नि एक्सप्रेस चढेको भएर चाहिँ अरूमै स्टेसन पुगेको थियो अनि त्यो बेलामा केही थाहा छैन होइन कहानी छुट्टी जाने तपाईँहरूलाई लाइक र सब्सक्राइब चाहिँ गर्दै गर्नु न पछि सुनाउनु त्यस पछाडि एउटा त्यहाँबाट फेरि ट्रेन उयो आउँछ के अरे झर्न पनि स्टेसन आउन मिल्ने रहेछ के भन्छ पोडकास्ट नै त सकिन्न होला तर त्यो त्यस्तै खालको एउटा भिडियो बनाएर हाल्छु होइन केटाहरूको एक्सपिरियन्स कस्तो भयो जापान आएर अनि कस्तो दुःख भोग्नु पऱ्यो भन्ने हाल्छु त्यसमा हामीले यहाँ त लास्टै भएको थियो खतरा एक्सपिरियन्स छ हामीले यहाँ अझै कहाँ पुग्यो के गरियो होइन 2जना एकैचोटि एउटै मेन चिजमा पनि गइयो
राखेन त्यस्तो कुराहरू धेरै भयो होइन सो त्यही हो नलाग्यो है सुसीमा यो चाहिँ कहाँ के गर्छु भने भाडा मार्छु भने नभएर भाँडामा बोलाकै भाँडामा हो त्यही पनि राखेन क्या यस्तो भएको थियो सुसीमा सो त्यही हो जापान चाहिँ लास्ट गएर सोच्यो भन्दा होइन अनएक्सपेक्टेड थ्याङ्क्स फर वाचिङ